नमस्ते। चराचुरुङ्गीको संसारमा यहाँलाई फेरि पनि स्वागत छ। आज भने म भ्युजुअली देखाउनु पर्ने र अलि लामै बन्न सक्ने एउटा भिडियो लिएर आएको छु र पक्कै पनि यो भिडियो रोचक लाग्छ यहाँहरूलाई भन्ने चाहिँ मैले आशा गरेको छु। आज म कुरा गर्न गइरहेको छु चराहरूको खुट्टाबारे। हामी सबैजनाले चराहरू त देखेको छौँ र चराहरूको खुट्टा पनि देखेको छौँ। तर के तपाईँहरूले याद गर्नुभएको छ? सबै चराहरूको खुट्टा उस्तै हुँदैन र चराहरूको खुट्टा चाहिँ प्रजाति हेरेर एकदम फरक पर्छ। यदि तपाईँले याद गर्नुभएको छैन भने आज यो भिडियोमा हामी चराहरूको खुट्टाबारे कुरा गर्न गइरहेको छौँ। चराहरूमा सबैभन्दा कमन प्रकारको खुट्टा भनेको चाहिँ वैज्ञानिक भाषामा एनिसोड्याक्टल भन्ने गरिन्छ होइन। एनिसोड्याक्टलमा चाहिँ तपाईँको कस्तो हुन्छ भने तीनटा औँला अगाडि हुन्छ र एउटा औँला पछाडि हुन्छ र योभन्दा अगाडि एउटा के भन्न जरुरी छ भन्नुहुन्छ भने उनीहरूलाई चाहिँ डिजिग्रेट एनिमल भनेर भन्न गरिन्छ चराहरूलाई। भन्न खोजेको कस्तो भने उनीहरू चाहिँ औँलाले हिँड्छन् अथवा उनीहरूको मेजोरिटी पार्ट जसले भुइँमा छुन्छ त्यो औँला मात्र भइरहेको हुन्छ। अनि त्यो जुन औँलाहरू देखेको छौँ हामीले त्यो औँलाहरू चाहिँ स्पेसिफिक प्याटर्नमा बसेको हुन्छ क्या। सो एउटा इक्जाम्पल सबैभन्दा धेरै कमनली चराहरूमा पाउनेलाई चाहिँ नि म अघि मैले भनिहालेँ एनिसोडेक्टल भनेर भन्ने गरिन्छ। त्यो भनेको कस्तो भने एकछिनलाई मैले यो चारवटाको औँलाको इक्जाम्पल लिएर र 1 2 3 4 भनेर भन्छु भने एनिसोडक्टलमा चाहिँ नम्बर 1 पछाडि हुन्छ जुन यहाँ तपाईँहरूले साइडमा देख्न सक्नुहुन्छ र तीनटा बाँकी औँला चाहिँ अगाडि फेस गरिरहेको हुन्छ। यो चाहिँ पर्चिङ चराहरूमा एकदमै कमन हुन्छ। तब पर्चिङ बर्ड्स भन्नाले हामीले जुनै पनि रुखमा चाहिँ मजाले पर्च गरेर बस्ने कमन चराहरू भङ्गेरादेखि लगायतका अन्य चराहरूमा चाहिँ यो एकदम कमन देखिने गर्छ। त्यसपछि दोस्रोमा आउँछ अर्को यो पनि अब कमनै जस्तो हुन्छ होइन, जाइगोड्याक्टल भन्ने गरिन्छ। त्यस्तो डेन्जर कमन नभए पनि धेरै जस्तो चराहरूमा चाहिँ जाइगोड्याक्टल पनि हुने गरेको देखिन्छ। त्यसमा चाहिँ कस्तो हुन्छ भने 1 नम्बर र 4 नम्बर चाहिँ पछाडि हुन्छ भने 2 नम्बर र 3 नम्बर चाहिँ अगाडि हुन्छ। यो चाहिँ तपाईँको धेरै जस्तो काठफोर चराहरू जुन हामीले वुडपेकर भनेर भन्ने गर्छौँ त्यो वुडपेकरहरूमा देख्ने गरिन्छ है। अनि त्यसपछि अब यो दुईटा भइहाल्यो। एउटा त्यसमै रोचक चाहिँ कस्तो हुन्छ भने यो जुन हेटेरोड्याक्टल भनिदिनु भएको छ तपाईँले, ठ्याक्कै हेर्दाखेरि चाहिँ नि लगभग जाइगोड्याक्टल र हेटेरोड्याक्टल उस्तै उस्तै देख्न खोज्छ। तर यहाँ के भइरहेको छ भने जुन जाइगोड्याक्टल छ त्यसको चाहिँ 1 नम्बर र 4 नम्बर पछाडि छ भने हेटेरोड्याक्टलमा चाहिँ 1 र 2 पछाडि 3 र 4 अगाडि हुन्छ। इन्ट्रेस्टिङली यो जुन हेटेरोड्याक्टल छ त्यो चाहिँ ट्रोगोन स्पिसिसमा अथवा ट्रोगोनिडेई फ्यामिलीमा मात्र चाहिँ तपाईँको के हुन्छ त अर्डरमा चाहिँ नि पाइन्छ। अरू कुनै पनि चरामा पाइँदैन र ट्रोगोनहरूमा मात्र पाइन्छ। किन होला भनेर सोध्नुहुन्छ भने त्यो चाहिँ उनीहरूको खुट्टा त्यति बलियो नहुने भएकोले गर्दा ग्रिपको लागि सजिलो हुने भएको हो भन्ने वैज्ञानिकहरूको मान्यता छ। अब कुरा गरौँ वेब फिट भएको चराहरू मध्येको होइन। वेब फिट भएकोमा पनि कस्तो हुन्छ भने चारवटा डिफ्रेन्ट प्रकारको हेर्न सकिन्छ। यसमा पनि मैले चारैवटाको इक्जाम्पल यहाँ राखिदिएको छु र पहिलो सुरु गरेँ यो जुन पामेट देखिरहनु भएको छ तपाईँहरूले त्यो पामेटबाट होइन। पामेटमा कस्तो हुन्छ भने त्यही भनेको जस्तो एक चाहिँ नि पछाडि फर्केको हुन्छ भने अगाडि तीनटा आएको हुन्छ। जुन हामीले सुरुमा हेरेको एनिसोड्याक्टल थियो, एनिसोड्याक्टलकै स्टाइलमा तर अगाडिको तीनटामा चाहिँ के हुन्छ त वेबिङ हुन्छ। त्यसपछि तपाईँहरूको सेकेन्डमा जाउँ हामी सेमी पामेट भन्नेमा। सेमी पामेटमा के छ एनिसोड्याक्टलकै सेम भर्जन तर त्यहाँनिर चाहिँ कस्तो हुन्छ भने वेबिङ एकदम धेरै नभएर अलिकति कम हुने गर्दछ। त्यसपछि आउँछ तपाईँको लोबेट भन्ने आउँछ। लोबेटमा चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने यो कुट भन्ने चराहरूमा एकदमै प्रख्यात हो। एनिसोड्याक्टलकै स्टाइल तर उनीहरूको इन्डिभिजुअल जुन टोजहरू छ त्यो चाहिँ आफैमा वेब्ड भएको हुन्छ होइन। अनि त्यसपछि टोपियो पामेट भन्ने आउँछ। टोपियो पामेट भनेको चाहिँ तपाईँको पेलिकनहरूमा कोर्मोरेन्टहरूमा हुने जस्तो हो जसको चाहिँ नि सबै औँलाहरूमा चाहिँ वेबिङ हुन्छ र युजुअली चाहिँ एकदम पानीमा स्विमिङ गर्ने अथवा पानीमा चाहिँ स्विमिङ गरेर आहारा खोज्ने चराहरूमा चाहिँ यो एकदम प्रख्यात छ। र चराहरूबारे यो कुरा तपाईँहरूलाई रोचक लाग्यो भने लाइक सेयर गर्न नभुल्नुहोला। यसरी नै डिस्क्रिप्टिभ रूपमा चराहरूबारे अन्य भिडियोहरू त म लिएर आउँदै गर्ने नै छु। आजको लागि चराहरूको खुट्टाबारे यति नै र चराहरूको खुट्टाले कसरी काम गर्छ भनेर चाहिँ म अर्को भिडियोमा आउनेछु। धेरै धेरै